ए केटाहरु मैले यहाँ त मोती भेट्यो हौ। के भेट्यो? मोती उ त्यो यो मोती ढुङ्गा खोले है। ऊ एउटा सानो गङ्गड। हेलो गुड मर्निङ सबैजनालाई। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि आरामै छु। आज पनि हामी समुद्र घुम्न आइसकेको छौँ। आज चाहिँ एकै बिहान आएको होइन, झट्ट लगाएर सब घटेर रहेछ आज त पानी जो आमा हेर्न सक्नुहुन्छ। आज चाहिँ धेरै घटेको रहेछ आमा। हाम्रो चाहिँ हामी चाहिँ यहीँ हो घुम्न आउने सधैँ होइन, बिहान मर्निङ वाक आउने बेला। कुवेतबाट घाम अस्ताएको हेर्नु है, क्या दामी अस्ताउँछ क्या। आज चाहिँ हामी धेरै समुद्र घटेर हामी चाहिँ यतासम्म आइसकेको छौँ। उता भाइहरू अगाडि गइसकेछ होइन। घाम निस्केको हेर्नु है, कति दामी देख्छ क्या। ठ्याक्कै त्यहाँ निस्क्यो। एमा भेलुदान छान्देऊ नि त केटाहरू ल। कति दामी निस्केको यार। यो चाहिँ घाम है, जुम गरेको। हेलो गाइस, यतातिर मात्रै गमाएर बनाउँछ क्या है। दसैँमा एक छाकै हुँदो रहेछ। के हो? टमाटो भाइहरु त खतरा किरा के किरा हो यो? हेर्नु त यो हाम्रो नेपालमा पाइन्छ भाइहरु। के किरा हो यो? के किरा हो यो? घोगी हो क्या? के किरा हो यो? घोगी खानी हो घोगी। दामी छ है, दामी। एक साक हुन्छ होला एउटा। लै छ त। म चाहिँ मोती खोजेको है। मोती नै हुन्छ क्या हौ। के हो यो? मैले शङ्ख भेटेँ यार। कत्रा खाने हो चाहिँ शङ्खै हो त। मोती हुन्छ है यसमा। सफा पानी त यताउता भाइ यो पानी त डोरीलो हुन्छ नि यो नि। यस्तो है, यस्तो सफा पानी क्या। यहाँ हेर त, यो नेपालमा यस्तो जरुवा पानी हुन्छ नि त, त्यस्तै छ। ठिक छ। अब यता के हो यस्तो? हेलो गाइस, हामी चाहिँ अब मस्त समुद्र घुम्यो होइन चट्टले। अब हामी चाहिँ हिँडेको अब भलिबल खेल्नेतिर। एकछिन भलिबल खेल्नुपर्छ अनि रुम जाने। आजको लागि चाहिँ यति मात्रै भयो।